यसको साउन्ड कस्तो छ लेट्स सी है। कहाँसम्म हान्दो रहेछ यस्तो हेर्छु म। द क्विक शिफ्टर इज बटरी स्मुथ है यसमा चाहिँ कसम त्यो फायर ब्लेड चलाइरहेको जस्तो फिलिङ आइरहेको छ कि। हेलो हेलो बाबा एउटा गाडीमा चारजना ट्राफिक किन झुलिरहेको हो त्यहाँनिर बा खाली बाटो पायो भने यसो म लन्च पनि हान्छु। So hello, what's up guys? Namaste and good morning to everyone. My name is Raj Renkar and very welcome to my channel. So today we are here at Gairidhara at Bikers Nepal 6 motorcycles. In front of us we have the newly launched ZX 500RR. Check it out. So today I'm going to review this newly launched ZX 500RR. यसको आज specifications, ride review पनि गर्नेवाला छु. So video एल सबै हेर्नु ल है। So first of all, talking about the brand, it is the ZX 500RR, mostly known as ZX JC 500RR. खासमा चाइनिज ब्रान्ड हो, बट चाइनिज भन्न चाहिँ सुहाउँदैन है। एकदमै नै बवाल खालको चाइनिज इनलाइन 4 हो। सो लुक्स वाइज चाहिँ हेर्दाखेरि एकदमै नै स्टाइलिश छ। एज यु गाइज क्यान सी द लुक्स आर प्रिटी स्टनिङ। वी क्यान सी अ लट अफ थिङ्स इन दिस बाइक। So first diving into the specifications of this bike. This is ZX 500RR inline 4 liquid cooled DOHC valve system 500cc. खासमा चाहिँ 470cc हो, तर भन्न चाहिँ 500cc भन्छ। And it produces up to 84 horsepower है guys. The horsepower is very good comparing the cc on this bike. किनकि अब यसकै यो कम्पिटिटर अब ZX 400RR को कुरा गर्ने हो भने चाहिँ 80 horsepower 78 horsepower जेनेरेट गर्छ भने यसले चाहिँ 84 horsepower जेनेरेट गर्छ। And the torque figure is 48 Nm of torque, which is also insane for a 500cc bike है। So यसको टप स्पिड चाहिँ यसको कम्पनीले क्लेम गरे अनुसार चाहिँ 246 km/h जान्छ भनेर क्लेम गरिएको छ हैन। 46 चाहिँ अनटेस्ट नै प्रुभ भइसक्यो हैन। सो म चाहिँ यो सानो भिडियो प्ले गर्दिम ल। सट्टै हेर्ने हो भने चाहिँ एज यु गाइज क्यान सी वी क्यान सी द विङलेट्स अन दिस बाइक। दिज आर द वर्किङ विङलेट्स है गाइज। अब वर्क गर्नलाई चाहिँ तपाईँको अलमोस्ट 200 km/h सम्म चाहिँ जानुपर्ने हुन्छ डाउन फोर्स क्रिएट गर्न। एन्ड अभियसली इट हेज अ 6-speed म्यानुअल गियर बक्स। एन्ड यसको वेटको कुरा गर्नुपर्दा चाहिँ मेन यसको वेटको कुराले चाहिँ यो बाइक एकदमै राम्रो मानिन्छ है। यसको वेट चाहिँ तपाईँको 168 kg रहेको छ भने होइन, विच इज भेरी गुड फर अ इनलाइन 4 सुपर बाइक। किनकि नर्मली ड्युक 200 को वेट चाहिँ 160 kg छ भने यसको चाहिँ 168 ओन्ली 8 kg फर इनलाइन 4 सुपर बाइक। सिगङ साइड स्विङ्गाम होइन, अब डबल डिस्क ब्रेक टायर गरेर सबै गरेर 168 kg भएको छ है। द फ्रेम युज इन दिस बाइक इज स्टिल, बट द सब फ्रेम युज इन दिस बाइक इज प्योर एल्युमिनियम। स्टिल चाहिँ खासमा यसको ह्यान्डलिङ, कर्नरिङ स्टेबिलिटी, हाई स्पिड स्टेबिलिटीको लागि चाहिँ यो स्टिल फ्रेम युज गरेको छ भने चाहिँ सब फ्रेम चाहिँ अब वेट कट गर्नलाई चाहिँ एल्युमिनियम हालेको छ होइन। अब अगाडिबाट हेर्ने हो भने चाहिँ वी हेभ द ऱ्याम एयर इन्टेक सिस्टम इन दिस बाइक, विच इज भेरी गुड फर अ सुपर बाइक। सिधै च्यासिसबाट नै आउँछ, च्यासिसबाट नै पुरै एयर इन्टेक भएर एयर बक्समा जाने हुन्छ होइन। एन्ड टकिङ अबाउट द ब्रेकिङ सिस्टम अफ दिस बाइक भने वी हेभ ड्युल डिस्क ब्रेकिङ सिस्टम। डिस्क रोटरको साइज चाहिँ 300 mm रहेको छ भने वी हेभ 4 piston calipers on both side। यहाँ 4 piston caliper छ भने यहाँ पनि 4 piston caliper नै छ। खासमा 320 mm डिस्क ब्रेक दिए भए झन् मजा आउँथ्यो होइन, तर 300 mm दिएको छ। तर दुईटा दिनु नै राम्रो हो। यसमा पनि अब फुल्ली सिन्थर्ड ब्रेक प्याड आउँछ। अनि हजुरले नोटिस गर्नु भएको छ कि छैन, दिस क्यालिपर वेर युज इन प्रिभियस R6हरूमा पनि यही युज गरेको छ। बाहिरबाट खोलेर पनि सर्भिस गर्न मिल्यो यो। ब्रेकिङ अब ABS छ यसमा, ड्युअल च्यानल ABS दिएको छ अगाडि अप फ्रन्ट। पछाडिको पनि तपाईँले ब्रेकको कुरा गर्ने हो भने चाहिँ वी हेभ द 220 mm को रेयर डिस्क ब्रेक विथ अ ड्युअल पिस्टन क्यालिपर यहाँ पनि छ। अनि उतापट्टि साइडमा पनि पिस्टन छ। म चाहिँ खासमा 210 जति हुन्छ होला सोचेको थिएँ, बट इट इज 220 mm डिस्क ब्रेक। डिस्क ब्रेकको कुरा गर्दा गर्दै हामीले चाहिँ अब यसको यो मास्टर सिलिन्डरको कुरा गर्नुपर्दा चाहिँ यिनीहरूको आफ्नै कम्पनीको मास्टर सिलिन्डर दिएको छ हामीलाई यहाँनिर। राम्रो कुरा चाहिँ इट इज रेडियल्ली माउन्टेड है। यो चाहिँ खासमा यस्तो हो, यस्तो होइन।
सो रेडियली माउन्टेड हो। सो यसले चाहिँ तपाईँको ब्रेकिङ प्रेसर ब्रेकिङ फिल चाहिँ एकदमै राम्रो दिने भएकोहरू चाहिँ प्रायः जस्तो रेसिङ ब्रेम्बोहरूमा पनि यही नै सिस्टम दिएको हुन्छ, विच इज भेरी भेरी गुड। बाइकलाई ह्यान्डल गर्नलाई चाहिँ तपाईँले यसमा स्टियरिङ ड्याम्पर पनि दिएको छ। वी हेभ अ स्टियरिङ ड्याम्पर। नर्मली स्पोर्ट्स बाइकहरूमा चाहिँ यतिको दिन चाहिँ गाह्रै छ होइन, हाई कस्टिङ बाइक्सहरूमा मात्रै दिएको हुन्छ यस्तो सिस्टम चाहिँ। अनि प्लस अब यसमा मेन मजाको कुरा भनेको यसमा क्विक सिफ्टर पनि दिएको छ अप एन्ड डाउन, विच इज भेरी भेरी गुड फर अ बाइक द्याट कस्ट half a price than a CBR 600 है। The good part is it has given us the swing arm, single side swing arm है। यो चाहिँ सिंगल साइड स्विङ आर्म दिएको छ। अब तपाईँको यो चाहिँ खासमा वर्ल्ड सुपर बाइकको SSP भन्ने क्याटेगोरीमा पनि यो बाइकले यो इयरदेखि युज गर्ने भनेको छ। यसको 800cc भर्जन युज गरेको हो। आफ्नो ब्रान्ड इमेजको लागि चाहिँ एकदमै राम्रो हो। चाइनिज भनेर हुँदैन, किनकि यो चाहिँ वर्ल्ड रिकगनाइज भइसक्यो। SSPमा पनि यसको भाग छ भनेपछि केही न केही छ यो बाइकमा है। अब रेसिङमा चाहिँ यो सिंगल साइड स्विङ आर्म एकदमै नै काम लाग्ने भएको भएर चाहिँ सो यसमा पनि हामीलाई सिंगल साइड नै स्विङ आर्म दिएको छ। अब रिमकै कुरा गर्दा चाहिँ हामीसँग अगाडिपट्टि वी हेभ 120 सेक्सनको अगाडिको फ्रन्ट टायर छ भने पछाडि चाहिँ तपाईँको 180 सेक्सनको रेयर टायर दिएको छ है, विच इज इक्विभ्यालेन्ट टु अ नर्मल स्पोर्ट्स बाइकको जति स्पेसिफिकेसन पनि त्यति नै दिएको छ। अर्को चाहिँ अब सस्पेन्सनको कुरा गर्नुभयो चाहिँ द सस्पेन्सन इज USD फोक्स गोल्डन कलरमा दिएको छ। इट इज फुल्ली एडजस्टेबल है गाइज। प्रिलोड पनि दिएको छ, कम्प्रेसन पनि दिएको छ, सबै कुरा दिएको छ है गाइज। एन्ड रियरमा चाहिँ तपाईँको रियरमा पनि सेम हो, कम्प्रेसन प्रिलोड रिबाउन्ड सबै गर्न मिल्छ है। यसमा अर्को फिचर भनेको चाहिँ यसमा यहाँनिर चार्जिङ पोर्ट पनि दिएको छ, टाइप सी र USB केबल पनि गर्न मिल्छ। अनि झट्ट हेर्दाखेरि चाहिँ राइट बाई वायर जस्तो लाग्छ, बट इट इज वायर्ड है त। मलाई चाहिँ वायर्ड नै राम्रो लाग्छ अरूभन्दा। सो या मोस्ट अफ द तपाईँहरूले अब बुझ्नुपर्ने जान्नुपर्ने कुराहरू चाहिँ यति नै हो है बाइकको बारेमा चाहिँ। पावर राम्रै छ, सस्पेन्सन राम्रै छ, ब्रेकिङ राम्रै छ, कुलिङ पनि राम्रै छ सुने हो मैले यसको है। अब पछि टेस्ट गर्नुपर्छ यसको सबै कुरा, राइड रिभ्यू गर्न बाँकी छ। राइड रिभ्यूमा भेटौँ मलाई त। सो हेयर वी हेभ अगेन द 500R। अब म यसको टेस्ट राइड गर्न चाहन्छु। सो फर्स्ट अफ अल अब यसको टेस्ट राइड गर्नुभन्दा अगाडि चाहिँ लेट्स लुक एट द ड्यासबोर्ड कस्तो देख्छ रहेछ भनेर। लुक एट द्याट full TFT display. ल ABS and traction control is crucial. If you remove it, you will slide भनेर छ। Let's hop on. The seat height is 800 mm exact. म 5'10" छु, मैले मजाले ट्याप्पै खुट्टा भ्याउँछ है, as you guys can see। अब तपाईँले यसमा अब धेरै कुरा देख्न सक्नुहुन्छ है, जस्तै न्युट्रल ABS होइन, अब इन्जिनको पास लाइट, यो सबै कुरा छ यसमा। हामीले देख्न सक्ने मेन भनेको यसमा फिचर भनेको वी हेभ द ब्रेक प्रेसर सेन्सर ओभर हियर है, as you guys can see। यहाँ ब्रेक प्रेसर पनि पुरै जति स्क्विज गर्यो त्यति नै यसमा देखाउँछ। अनि यसमा लिन एङ्गल पनि छ है, तपाईँको लिन एङ्गल डिग्री पनि यसमा दिएको छ। अब मैले यति लिन भरे नि 7, 8, 9, 10, 11 यसरी दिएको छ। सो वी हेभ वाटर टेम्परेचर ओभर हियर, फ्युल गेज है। अनि तपाईँको यसमा ABS ट्र्याक्सन कन्ट्रोल छ। सो यसमा चाहिँ खासमा 5वटा राइडिङ मोड छ, नोभिस, स्ट्रिट, स्पोर्ट, कस्टम 1, कस्टम 2। नोभिसमा चाहिँ इन्जिनको चाहिँ पावर कम हुन्छ, ABS हाई, ट्र्याक्सन कन्ट्रोल हाईमा हुन्छ। स्ट्रिटमा अलि इन्जिन पावर धेरै, ABS कम होइन। स्पोर्ट्समा चाहिँ तपाईँको सबसे पावर चाहिँ स्पोर्ट्समा दिन्छ। अनि कस्टममा चाहिँ अब तपाईँले आफ्नो अब इच्छा अनुसार गर्नु मिल्छ। म चाहिँ खासमा अब अहिले स्पोर्टमै हाल्छु, पासङलाई चाहिँ कस्टम 1मा हाल्नु भएको छ। सो या यसमा चाहिँ सबै कुरा दिएको छ। दिस इज अ फुल्ली रेस रेडी बाइक हो खासमा यो। पहिला चाहिँ यसको साउन्ड सुनौँ है त, यसको साउन्ड कस्तो छ, लेट्स सी है। राइडिङ पोजिसन एकदमै राम्रो छ। सो अहिले चाहिँ एज यु गाइस क्यान सी 9000 RPM मा यो अहिले लक भएर बसिएको छ, त्यसको नि रिजन छ। सो लेट्स गो। अब मेन म कन्फ्युज हुने चाहिँ अब यसमा यसको गियरिङमा हो क्या। मेरो खासमा गियर उल्टो छ नि त, GP सिफ्ट छ, यसमा नर्मल गियर छ। सो त्यसमा अलिकति कन्फ्युज हुन सक्छु म। द क्विक शिफ्टर इज बटरी स्मुथ है। यसमा चाहिँ अप शिफ्ट गर्नलाई चाहिँ क्विक शिफ्टरले एकदमै नै बब्बाले काम गरिरहेछ होइन। The torque band and the horsepower range is very खतरा। न्युट्रलमा चाहिँ तपाईँको 8000 RPM मा लक हुँदो रहेछ भने गियर हालिसकेपछि चाहिँ यसको फुल RPM अनलक हुने रहेछ है गाइज। न्युट्रलमा 8000 RPM सम्म लक हुन्छ भने अब मैले 2 गियरमा हालेँ 13500 RPM सम्म रेप भएको छ। सो पासाङ दाइले चाहिँ भन्नुभएको छ कि यसमा अहिले अझै रिस्ट्रिक्ट गरेछ, फर्स्ट 500 किलोमिटर नपुग्दासम्म चाहिँ सर्भिस नगर्दासम्म चाहिँ यसको यो RPM अझै अनलक गर्नुपर्ने हुन्छ अरे। एज गाइस
एफिसियन्सी 16,000 RPM-सम्म राखेको छ है। सो 16,000 RPM-सम्म जान्छ भन्ने भनेको छ, बट 13,500 RPM इज अल्सो ह्युज। के कहाँ हो त्यो? ह्यान्डलिङ फिल्स भेरी भेरी गुड। तपाईँको यसको भाइब्रेसन्स नो भाइब्रेसन्स यस्तो स्मुथ छ अनि नि मैले यो अहिले चलाउँदाखेरि चाहिँ होइन कसम त्यो फायर ब्लेड चलाइरहेको जस्तो फिलिङ आइरहेको छ कि हुन्छ नि। त्यो पनि त्यस्तै स्मुथ थियो, त्यस्तै एजाइल थियो होइन, अनि कम्प्याक्ट थियो, यो पनि त्यस्तै फिल भइरहेको छ। अब राइडिङ पोजिसनको कुरा गर्नुपर्दा चाहिँ अब अफकोर्स सुपर स्पोर्ट्समा स्पोर्ट्स बाइकहरूमा चाहिँ अब अलिकति यस्तो यो टकिन गर्नै पर्ने हुन्छ होइन, अलिकति हातमा प्रेसर हुन्छ। क्लिप अन फिल्स भेरी भेरी गुड। ह्यान्डलको पोजिसन क्लिप अनको पोजिसन चाहिँ अलमोस्ट रेडी नै छ। अब अफकोर्स यु क्यान चेन्ज द आफ्टर मार्केट क्लिप अन्स एज वेल। देखाइरहेको छ एबिएस कतिमा छ, ट्र्याक्सन कन्ट्रोल कतिमा छ भनेर। अब यस्तो बाइक भइसकेपछि एबिएस ट्र्याक्सन कन्ट्रोल इज म्यान्डेटोरी है, किनकि नेपालको बाटो भनेको यस्तै नै हो, मस्ट नै चाहिन्छ। सो यसमा चाहिँ टेक फिचर एकदमै छ, लोडेड नै छ, लोडेड नै। तपाईँको इनकेस वबलहरू केही भइहाल्यो भने पनि स्टियरिङ ड्याम्परहरू दिएको छ है। प्राइस पोइन्टमा एकदमै राम्रो। प्राइस पोइन्ट चाहिँ म लास्टमा मेन्सन गर्छु है। अब त्यो प्राइस पोइन्टमा चाहिँ अब यो बाइक आउनु इज अनरियल, एन्ड त्यो प्राइस पोइन्ट पनि कसरी एचिभ भयो भनेर म पछि नै भन्नेछु। भिडियो एन्डसम्म चाहिँ हेर्नु होला है गाइज। आई सर्च एभ्रिवेयर युट्युबमा, बट आई डिडन्ट गेट एनी प्रपर रिभ्यू अफ दिस बाइक। नेपालमा त भर आयो होइन, तर बाहिरमा पनि मैले एउटा पाएँ। यो चाहिँ अलिकति राम्रै रिभ्यू हुनेवाला छ होइन। द वाटर टेम्परेचर कुलेन्ट टेम्परेचर इज 91 डिग्री सेल्सियस होइन, फ्यान चलिरहेछ, त्यस्तो हिट भइरहेको त्यस्तो फिल केही भएको छैन है। अब यसमा एक्जस्ट हाल्यो भने चाहिँ मजाको साउन्ड चाहिँ आउँछ। अब ब्रेकिङ फिल्स भेरी भेरी स्मुथ। द क्लच, ओ माई गड, क्लच यस्तो स्मुथ छ नि। आई होप इट्स स्लिपर क्लच एज वेल। स्लिपर क्लच पनि हो मा थाहा छ यसमा होइन। प्लस यसमा चाहिँ अब यो राइटमा चाहिँ यो लिभर एडजस्ट गर्ने त्यो स्विच दिएको छ भने चाहिँ क्लचमा चाहिँ दिएको छैन लिभर एडजस्ट गर्न। तपाईँको प्रेफरेन्स अनुसार अब तपाईँले यो नै स्विच गर्नुपर्ने हुन्छ है। अहिले एकछिनमा म लन्च पनि हानेर हेर्छु खाली बाटोमा है, खाली बाटो पायो भने यसो म लन्च पनि हान्छु। सो अब टकिङ पोजिसनमा अब हेर्ने हो भने चाहिँ टकिङ पोजिसन पनि एकदमै नै राम्रो छ। विन्डसिल्ड अब स्टक पनि राम्रै छ, बट अझै यहाँसम्म भाइजर भयो भने चाहिँ अझै बेटर हुन्छ टकिङ गर्नलाई चाहिँ है। अब कसैले किन्नुहुन्छ भने चाहिँ भाइजर चेन्ज पनि गर्नु होला। अब मेन ट्राफिकहरू चाहिँ केही नगरोस् है। हेलो हेलो बाबा, एउटा गाडीमा चारजना ट्राफिक किन झोलिरह्यो त्यहाँनिर बा, अचम्म छ त। ओहो ल दाजु त रङ साइडबाट पो आउनुभयो त। द ऱ्याम एयर इन्टेकको जुन त्यो आवाज छ नि, त्यो हो गरिदिने त्यो नै बबाल छ क्या। इट अलमोस्ट फिल्स लाइक अ जापानिज बाइक, चाइनिज बाइक भन्ने सहिरहेको छैन यो। अलमोस्ट फिल्स लाइक अ जापानिज बाइक। स्मुथनेसदेखि लिएर पावरदेखि लिएर ल्याग काहीँ पनि छैन। अब पासाङ दाइले भन्नुभयो अनुसार चाहिँ यसको कुलिङ सिस्टम नि राम्रो छ भन्नुभएको छ, किनकि दिस बाइक इज अन टेस्ट राइड नि त। लाइक ओपनिङ गरेको दिन र भोलिपल्ट चाहिँ बिहान 10 बजेदेखि राति 5 बजेसम्म नन यो बाइक चलेको थियो, एकचोटि पनि हिटिङ इस्यु आएन र कुलेन्ट स्पिल भएन भन्दै थियो। सो द्याट मिन्स कि बवाल हो होइन। अनि मैले यसो हेर्दा चाहिँ यसको रेडिएटर पनि ठुलो देखेँ मैले है, कुलिङ सिस्टममा नो डाउट नै भइसक्यो होइन। सो आजकल चाइनिज भनेर हुँदैन, चाइनाले पनि धेरै नै मार्केट खाइसक्यो। मैले अघि भने जस्तो द बाइक वाज सेलेक्टेड इन द एसएसपी क्याटेगोरी अफ वर्ल्ड सुपर बाइक च्याम्पियनसिप। त्यसमा चाहिँ 800cc को क्याटेगोरीको बाइक चुज गरेको थियो। म चाहिँ अब आफूलाई पर्सनल्ली यसमा अब चेन्जेस चाहिएको चाहिँ मेरो प्रेफरेन्समा चाहिँ मलाई कस्तो चेन्जेस चाहिएको छ भने चाहिँ ड्यासबोर्डमा चाहिँ यो चाइनिज अक्षर चाहिँ यसो हटाइदियो हुन्थ्यो होइन। अनि पछाडि जुन त्यो टेल लाइटमा चाहिँ त्यो जी लेखेको चाहिँ हटाएर त्यो लाइन मात्र दियो भने चाहिँ बवाल देखिन्छ होइन। मेरो प्रेफरेन्स चाहिँ त्यो हो। अब कसैले मन पर्ला जेट लेखेको होइन। अनि यसमा अटो ब्लिपर छैन यसमा। सो नर्मल्ली 2 गियरको मजाले पुल गऱ्यो भने त्यस्तो पुल हुँदैन। एउटा स्पेसिफिक टर्क ब्याङ्क पुगेपछि चाहिँ बल्ल अनि तान्छ मजाले है। सो अब ह्याङ अफ गर्नलाई पनि पुरै आमा कर्नरिङमा लास्ट टेबल चाहिँ यार, यहाँ कर्नरिङमा एकछिन म हान्छु है त बिस्तारै। आमा आमा ल यसो भ्याकिङ पनि हुने रहेछ मजाले ल। ल मजाले हुने रहेछ ल। कर्नरमा लास्ट टेबल यार।
मजाको ल द कर्नरिङ फिल्स भेरी भेरी गुड है एकदमै स्टेबल छ द टायर्स आर अल्सो भेरी गुड सो यहाँ एकचोटि लन्च हाने ट्राई गर्नु पर्ला है त लन्च एकचोटि हान्छु म है त एकचोटि लन्च हानेर हेर्छु है भएन भएन फेरि फेरि ल है त हाफ प्लस लिनुपर्ने रहेछ ल ओके My God, yaar, it feels like a 600cc, man. Power the nice. मजा आयो ल एकचोटि फेरि एक गियरमा पुल गर्छु म कहाँसम्म हान्दो रहेछ एकचोटि हेर्छु म एक गियर त 100 हान्छ त यार यसले एक गियर त 100 हाने यार यसले त के हो 100 हाने हैन मैले भक्कर झट्ट हेर्दा त 100 थियो है हु ल मजा आयो ल हाने मैले रमाइलो भयो हाने एक गियरमा 100 जाँदो रहेछ भाइ 100 गयो एक गियरमा 100 एक गियरमा 100 ठ्याक्कै अब त्यही हो गाइज भन्नुपर्ने कुराहरू यति नै हो सबै कुराहरू छ हैन बाइक फिल्स भेरी भेरी गुड द टायर इज भेरी भेरी गुड एक्जस्ट यसमा चेन्ज गऱ्यो भने अझै मजा आउने छ रेयर सेट चेन्ज गऱ्यो भने अझै मजा आउँछ यो मलाई चाहिँ पर्सनली यो बाइक चाहिँ चाइनिज बाइक भन्न सुहाएन यो चाहिँ अलमोस्ट हन्डाकै लेभलमा हन्डा जापानिज भन्दा त नहुने हैन फेरि हन्डा भन्दाखेरि हैन अलमोस्ट जापानिज लेभलको कम त्यो हुन्छ नि कम्पेयर गर्न मिल्नेवाला छ क्या यसै एसएसपी वर्ल्ड सुपर बाइकमा लिएको होइन नि त्यसलाई सस्पेन्सन अलि आफ्नो वेट अनुसार ट्युन गऱ्यो भने चाहिँ अझै राम्रो हुन्छ होला हैन स्विङ आर्मको जुन त्यो रेयर टायरको त्यो फिडब्याकहरू हैन यताउति सबै नै ठिक छ ल गाइज अलमोस्ट सबै टेस्टिङ नै भइसक्यो अब हजुरलाई अब जान्नु मन लाग्ने कुरा प्लिज अब मैले केही छुटाएछु भने प्लिज कमेन्टमा मलाई भन्नु होला सोध्नु होला म अवश्य नै यसको रिप्लाई दिनेछु आई थिङ्क भन्नुपर्ने सबै कुरा त भन्छु जस्तो लाग्छ मैले है अरू केही छुट्याएछ भने प्लिज भन्नु होला या फर स्योर ल गाइस देयर यु गो अब यसमा एप पनि कनेक्ट गर्नु मिल्छ खासमा अनि एप कनेक्ट गऱ्यो भने चाहिँ अब रेस डाटाहरू सबै कुराहरू देखाउँछ मजाले नै अब यति नै हो थ्याङ्क यू सो मच पासाङ दाइ फर लेटिङ मी टेस्ट राइड एन्ड मेक अ भ्लग अबाउट दिस बाइक अफ दिस ब्युटिफुल बाइक सो या अब त्यही हो गाइज थ्याङ्क यू फर वाचिङ दिस भिडियो इफ यु रियली इन्जोय दिस भिडियो भनेदेखि प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब अन माई च्यानल यस्तै भिडियो हेर्नुको लागि सब्सक्राइब गर्नु होला सो टिल देन ल पिस आउट